हेलो साथीहरू, सबैलाई नमस्ते। वेलकम टु माई युट्युब च्यानल। अनि सबैलाई धेरै धेरै स्वागत छ मेरो अहिले नयाँ च्यानलमा पार्वती पुनमा। जे भए पनि लाइक कमेन्ट सेयर गर्नु होला। अनि हामीले चाहिँ यहाँ आगो फुक्नको लागि मैले दाउरा झिक्दैछु। अहिलेको लागि खाना पकाउनु पर्यो नि त। अब गाउँघरमा त यस्तै माटोको चुलामा खाना पकाउने। ल अब दाउरा पनि आइसक्यो, फोहोर भएको थियो लुगा टकटकाएर टक्क लगाएर कपाल बाँधेर मैले बाह्र मसाउन सुरु गरिहालेँ है। अनि यहाँ चाहिँ बहिनीले हँसाइराखेको थिएँ। अनि त्यही बहिनीसँग कुरा गर्दै भाँडा मसाउनुतिर लागेँ म पनि अहिलेको। अनि मेरो क्यामराम्यान चाहिँ बहिनी हो, ऋतु थापा। उसको पनि डान्सर हो भनौँ न अलिअलि। ल अनि त्यही भन्दै कुरा गर्दै हामीले नि भाँडा मसाउनु लागि मैले फर्स्ट टाइम भ्लग बनाएको यो। जे भयो भने जस्तो भयो भने लाइक कमेन्ट सेयर गरिदिनु होला, नबिर्सिनु होला। अब सेयर गरेको पैसा त लाग्दैन लाइक कमेन्ट गरेको त। जे भएर सबैले माया गरिदिनु होला है। अनि त्यति भन्दै मैले चाहिँ फेरि सब्जी पकाउनको लागि कराई मसाउन लागेको छु साथीहरू। अब कराई त अब खाना पनि पकाउनु पर्यो नि त, भात मात्र पकाएर भएन, सब्जी पनि पकाउनु पर्यो। त्यति भन्दै म फेरि अब कराई पनि मसाइसकिसकेको छु साथीहरू है। अब जे जस्तो भए पनि फर्स्ट टाइम हो, त्यही भएर सबैले माया गरेर साथ दिनु होला है। अनि त्यति भन्दै म हात धुन लागेँ साथीहरू। अब हात त धुनु पर्यो नि, त्यस्तो ढिलो त गर्नु भएन। अनि यो चाहिँ मेरो घर हो साथीहरू। गाउँघरको घर यस्तै हुन्छ नि त धेरै जसोको त। अब अनि यहाँ चाहिँ कुर्सीमा बसेको ससुराबा, अनि उहाँ चाहिँ सासु आमाले किरो गोड्दै हुनुहुन्छ। अब जे भए पनि त अन्त यस्तै हो गाउँघरको त। अब सबै घर पक्की घर त हुँदैन नि त, कोही कोहीको मात्र हुन्छ। अनि यहाँ चाहिँ फुलहरू छन्, कति राम्रा थिए। मैले भिडियो गर्न मन लाग्यो क्या साथीहरू। अनि यो चाहिँ हाम्रो माइली नन्दले रोप्नु भएको सबै फुलहरूको बगैँचाहरू धेरै नै राम्रो भएको छ। अनि म चाहिँ चामल निकाल्न जान थालेको साथीहरू। अब खाना त पकाउनु पर्यो नि त। अनि त्यही भएर म चामल निकालिरहेको छु। अनि साथीहरू हामी यस्तो ड्रममा राख्छौँ है, त्यस्तो भकारी सकारी चाहिँ हुँदैन, यस्तै ड्रमहरूमा अन्त राख्ने। अब जे भयो नि हजारको। अनि त्यति भन्दै चाहिँ म चामल धुन लागेको छु साथीहरू। चामल त राम्रोसँग धुन पर्यो नि त, त्यस्तो कराउनु पर्दैन। अनि त्यही टाउलमा राखेपछि बाख्रालाई पनि भयो खाजा, अनि आफूलाई पनि भयो भन्दै म फेरि गएँ। अब त्यहाँ राखेँ भुइँमा। अनि त्यहाँ बाबु चाहिँ एकदम नक्कली। अनि त्यहाँ बहिनी पछाडि नाचेको रहेछ, मैले ख्यालै नगरेको। अनि जे पनि भयो। अनि बहिनीलाई मैले आगो फुक्न लगाएँ। उसले चाहिँ आउँदैन भनिरहेको थियो, त्यही पनि फुक न फुक भनेको। उसले ल त नि भनेर उसले आगो फुक्न थालिसक्यो है। अनि आगो फुक्दा के आगो फुक्न थाल्यो, मैले प्लास्टिक ल्याइदिएँ, उसले आगो फुक्न थालिसक्यो। अनि आगो फुक्दै कुरा गऱ्यौँ फेरि। अनि फेरि उसले त आगो त बोलेन भन्दै भनिरहेको थियो। अनि लौ न त यसले बाला भन्को त नि त्यहीले नै आगो बोलेन। मलाई त कस्तो लाज लाग्यो कट्टुसँग भनिरहेको थियो उसले नि। अहिले चाहिँ बहिनी भर्खर 17 वर्षको भयो नि त। तेरो कस्तो लाज लागेको छ कट्टुसँग भनिरहेको थियो। अनि त्यही भएर अनि मैले चाहिँ साथीहरू सब्जी लिएँ है। उसलाई आगो मतलब बाल्न पठाएको, उसले आगो बाल्नै सकेकै छैन कि साथीहरू। आगो बोलेन भनेर कराइरहेको थियो। अनि म फेरि प्लास्टिक लिएर आएँ साथीहरू। अनि म बाल्न बसेँ आगो त बाल्नु पर्यो नि त। अनि फेरि बहिनीलाई फेरि म केमा सुत्न पठाएर अनि फेरि मैले आगो बाल्न सुरु गरेँ साथीहरू। अब जे भयो नि त, अब खाना त पकाउनु पर्यो नि त। अनि फेरि आगो बाल्न सुरु गरेँ। यस्तै दाउराको चुलो हुन्छ गाउँघरमा त। अन्त अब ग्यास हुँदैन नि त। छन त हाम्रो घर पनि ग्यासहरू छन्, त्यही पनि दाउरामा पकाएको त मिठो हुन्छ भनेर अनि आगो बाल्न थालेँ। अनि आगो पनि मजाले बल्न थाल्यो आनन्दले। अनि दाउराहरू सबै राखेर चटचट गरेर अनि आगो पनि मजाले हुरुहुरु बल्न थाल्यो। अनि मैले डेक्ची राखेँ अनि मसाको। अनि हल्का फोहोरहरू जन्मेर साफसुफ गरेर अनि त्यही डेक्ची पनि राखेँ। अनि धोएको चामलहरू सबै त्यही राखिदिएँ है। अब खाना त पकाउनु पर्यो नि त। अनि फेरि सबै अघि धोएको चामलहरू सबै त्यहाँ धोइराखेर राम्रोसँग गरेर चामल राखेर अब खाना पकाउनुतिर सुरु गरिहालेँ साथीहरू है। अनि सब्जी चाहिँ यही खाने हो आज यो। अनि यही भान्टाको सब्जी खाने हो नि त। अनि त्यति गर्दै अनि फेरि म यसो भात तावा राखेँ नि त, त्यहाँदेखि रात धेरै गइसकेको थियो। अनि त्यही भएर यसो भात टक्क मिलाएर भान्टा धुन थालिसकेँ। अब सब्जी त यही हो खाने आजको, भान्टा सरी मासु खाएर पुग्दैन नि त भनेर अनि म फेरि भान्टा धुनतिर लागेँ सब्जीहरू। अनि धोएपछि राम्रोसँग धुनु पर्यो नि त, बजारबाट किनेको। अनि त्यही भएर दबिसबी चालेर राखेको भान्टा पखाल्नतिर लागेको। भान्टा पखाल्न गएँ म साथीहरू। सब्जी खानको लागि। काटेर मैले काटेर हल्का रुगा लागेको सट्टा
यस्तै हो बोल्न नजानेर हैरान छ कि मेरो साथीहरू यस्तै हो सिकाउँदै गर्नु ल अलि बोल्न जान्दैन भान्टा कटिङ गर्दैछु मैले फेरि अहिले लगाएको छ के अरे अनि ट्याक्कै कुरा गर्दै दुई बहिनीले अनि खाना पकाउन सुरु अरे गर्यौँ अनि फटाफट भिडियोको बिच यहाँ जी पनि हुनुहुन्छ सिस्टर जी यहाँ छोरो फेरि ऊ नाचिरहन् क्यामेरा देख्नै हुन्न अगाडि टुक्लुक्क आइहाल्छन् यिनी फेरि यस्तो खतरा छन् कि यिनीहरू केटाकेटी पनि त्यस्तै हो फर्स्ट टाइम सिक्दै हो साथीहरू ल हेरेर साथ दिनु होला धन्यवाद अर्को भिडियोमा भेटौँला टक्कला राखेँ बाबुलाई हेरि केमा देख्नुहुन्न चलेको गर्छ के अरे उहाँ छेमा खोलिनु घरि मम्मी मिठाई खोलिनु भनिरहेको थियो चलेको क्यामेरा देख्ने हुन्न बाबुलाई फेरि यस्तै छ हाम्रो पुच्चे छोरा हेर्नु के हेर्नु अनि त्यही भएर मैले मिठाई खोलिन थालेँ बाबुको अनि फेरि लौ भनेर उसले पनि मिठाई खान थाल्यो आरामले अनि मैले यता फेरि भात बढ्छ कि नै भन्दै यसो ठ्याक्कै चलाउँदै गरेँ भात डराउनु भएन नि त जे भए पनि अनि ठ्याक्क लाएर मिलाएर अनि म आलु लिन गएँ आलु लिएर राखेर आएको थिएँ बहिनीले चाहिँ आफ्नै करिसा बारीमा फलेको आलु भनिरहेको थियो मैले फेरि कहाँ आफ्नो करिसाको बारीमा फुल्ने आलु हामी बजारदेखि किनेको आलु त्यही भन्दै हाँस्दै मजाक गऱ्यौँ हामीले अनि ट्याक्क लाएर आलु पनि धुन लग्यौँ साथीहरू बाबु चाहिँ अगाडि आइरहेको थियो कि भिडियो गर्नै दिएको थिएन अनि त्यही भएर हो अनि चाहिँ ट्याक्क लाएर सक्कु धोएर आलु सालु धोएर कस्तो तरिकाले सफा गऱ्यौँ आलुलाई पनि धोइ पखाल गरेर राम्रोसँग धोइ पखाल गर्नु पऱ्यो नि त जे भए पनि अनि टक्क लाएर त्यसपछि फेरि अब काट्नु पऱ्यो सब्जीहरू त मस्त तरिकाले अनि यसो आगो मिलाउँदै भात हेर्दै गऱ्यो नि त अब एउटातिर हेर्नु पऱ्यो एकातिर मात्र काम गरेर भएन अनि त्यति भनेर आलु खोर्साएर काट्न थालेँ आलु खोर्साएर अनि फाइनली आलु पनि काटेर नि सकिसक्यो साथीहरू है अब हिँडिसकेको अन्त अब आलु पनि काटेर सकियो अनि यसो दाउरा आगो गइरहेको थिएँ यता भात पकाएको थिएँ नि त अनि त्यसलाई डाँडो साह्रो मिलाउनु पऱ्यो हल्का सल्का भनेर फुफु गरेर आएको फुकेर बाल्न थालिसक्यो साथीहरू यस्तै त घरको चुलामा त अब फुफु गर्न पऱ्यो मरुन्जरी सास फुस्किन्जरी अनि भात चलाएँ भात बर्सिन थालेको रहेछ अनि त्यही ठ्याक्कै मजाले भात चलाएर अनि डाँडो साह्रो मिलाएर फेरि अनि कराई पनि लिएँ अब सब्जी पकाउनु पऱ्यो नि त अब यति भात पाकेपछि त अनि कराई पनि बाबु नाचे भिडियो देखेर हेर्नु साथीहरू यस्तो हटाले हेर्नु कान्छाको चाहिँ उसलाई हिर्केमा देख्ने हुन्न के ऊ नाचेको अगाडि भिडियो पनि बनाउन दिन्न अनि त्यति भन्दै म फेरि सब्जी पकाउनु थालेँ हेर्नु अब कराई साह्रो टक्क लाएर बसालेपछि त अब तेलहरू पनि हालेपछि त अब तेल पनि टक्क लाएर हालेर अनि तेललाई नै अब एकछिन त टटाउनु पऱ्यो नि त अनि त्यही भएर त्यसको लागि प्याज पनि कटिङ गरेर टक्क मजाले तेल खरेपछि तेल पनि मैले हालिसकेँ साथीहरू अनि ठ्याक्कै तेल पनि हालेर जिरा मसला सबै हालेर मस्त त गर्न थालेँ त्यसलाई मिक्स गर्न चलाउन थालेँ अब तोरीको तेलबाट यस्तो गाँस उठ्यो क्या साथीहरू है घरमा तोरीको तेल हुन्छ नि त अनि तोरीको तेल चाहिँ हालियो अनि ठ्याक्क लाएर अनि काटेको आलुहरू पनि सबै हालेँ है काटेको सबै मसला काटेको आलु काटेर फेरि चलाउन थालेँ फेरि डढ्छ भनेर एकफेर चलाउन थालेँ आलुहरू पनि फेरि अनि फेरि टक्क लाएर चलाएर भएपछि अघि काटेको सब्जीलाई पनि त्यही हाल्न थालिसकेँ त्यसलाई पनि अब सब्जी पनि हाल्नु पऱ्यो नि त साथीहरू त्यत्तिकै आलु मात्र हालेर पकाएर खाइदिनन् त्यही भएर अब सब्जीहरू पनि हाल्नु पऱ्यो अनि ठ्याक्कै बाबु आएको रहेछ उताबाट उसले के लिएर आएको रहेछ कान्छा भनेको त नाङ्गै हिँडेको रहेछ कि बाबु अनि आन्टी कुरी भन्थ्यो अनि त कुरी भनेको त हेर्न मजाले जिस्किदियो बाबु पनि अनि ठ्याक्कै भन्दै फेरि त्यहाँ नुन बेसार हालेर मजाले फेरि मिक्स गरेर चलाउन थालेँ अब डढ्छ नि त नत्र भए फेरि मस्त तरिकाले चलाउन थालेँ सब्जीहरू पनि है अनि एकछिन अब ढाकढुक गर्न पऱ्यो नि त अनि अहिले पिसेको मिक्सरमा पिसेको थिएँ मैले चटनीहरू मसलाहरू सबै यस्तै नै पिसेँ नि त टमाटरहरू अनि ठ्याक्कै त्यसलाई पनि त्यहीमा हालेर मिक्स गरेँ मिक्सरमा पिसेको टमाटरहरू अनि ठ्याक्कै मिक्स गरेर चलाएँ मस्त तरिकाले अनि छोपेर यतिकै राख्थेँ ब्लाड भइसक्यो अनि फेरि चलाउन थालेँ अनि धनियाँ लियो धनियाँ बिना त मिठो हुन्न साथीहरू जे चिजमा मलाई धनियाँ नै मनपर्छ नि त अनि धनियाँ धोइ पखाल गरेर मस्त तरिकाले कटिङ पारेर त्यसमा मस्तको छ यस्तो मिठो वाक्क
भर्खर पाकेको थियो अनि सबै साथीहरू सबै पाक्न थालिसक्यो अनि यति भन्दै फेरि मैले ससुरा बाको लागि फेरि म रोटी ल साथीहरू आजको लागि यति है के कस्तो हुन्छ लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजना बाई बाई ओके